दर्शकबिन आगामी दशैंको फूलपाती अर्थात असोज 13 गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन प्रधान फिल्म बलिदानमा अभिनेता समीर भट्टको जोडी बनेकी अभिनेत्रीलाई 4 महिनापछिको छायाङ्कन अवधिभर सार्वजनिक गरिएन। छायाङ्कनको अन्तिम चरणमा भने फिल्मकी मुख्य अभिनेत्री कविता रायको खबर मिडियामा सार्वजनिक भयो। अन्ततः उक्त खबर सत्य साबित भएको छ। शुक्रबार निर्माण टिमले कविताको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बलिदानमा उनले किरण पात्रको भूमिकामा अभिनय गरेकी छिन्। पोस्टरमा उनी एक्सन लुक्समा प्रस्तुत छिन्। उनको अनुहार र हातमा रगत लागेको छ। हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ। पोस्टरले किरण पात्रको हिंसात्मक र संघर्षपूर्ण अवस्थालाई दर्शाउँछ। बलिदान कविताको डेब्यू फिल्म भने होइन। उनले यसअघि चोर पुलिस जस्ता केही फिल्म र 1 दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन्। निर्देशक सन्तोष सेनका अनुसार फिल्ममा कवितालाई अडिसनबाट छनौट गरिएको हो। उनका अनुसार राज्यको मूलधारबाट किनारिएको भिल्ला वर्ग र काल्पनिक नामलाई किरण पात्रले फिल्ममा प्रतिनिधित्व गर्नेछ। किरण पात्रको लागि उपयुक्त हाउभाउ, रूपरंग र सशक्त अभिनय क्षमता भएका महिला कलाकार छनौट गर्न अडिसन आह्वान गरिएको थियो। हाम्रो कल्पनाको किरण, जसको आवरण, आचार, लवज र पात्रले देखाउनु पर्ने प्रभावशाली अभिनय कविता रायमा भेटिकाले हामीले उहाँलाई छनौट गरेका थियौं। निर्देशक सन्तोष सेनले भने अघिल्लो साता समीर भट्टको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो, जसले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ। यसमा सौगात मल्ल, अर्पण थापा, रिचा शर्मा लगायतको पनि अभिनय छ। फिल्ममा रिचा समीरकी आमाको भूमिकामा छिन्। एसोसिएसन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा पवन ब्राह्मण विष्ट र कार्यकारी निर्माता प्रेमपुरी छन्। दर्शकबिन तपाईहरु कतिको एक्साइटेड भएर बस्नु भएको छ त चलचित्र बलिदान हेर्नको निम्ति कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। साथै यस च्यानलका भिडियोहरु मन पर्छ भने हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। हस्त अहिलेलाई बिदा चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल।